हेलो एभ्रिवान, आज चाहिँ हामी इटली स्टुडेन्ट भिजाको लागि के डकुमेन्टहरू चाहिन्छ त्यसको बारेमा डिस्कसन गर्न गइरहेछौँ। सुरुमा हामीलाई चाहिने डकुमेन्ट भनेको चाहिँ पासपोर्ट हो। हाम्रो पासपोर्ट चाहिँ भ्यालिड पासपोर्ट हुनु पर्यो अनि पासपोर्टमा मिनिमम 2टा ब्ल्याङ्क पेज चाहिँ हुनु पर्यो। अनि 2 नम्बरमा लेखिएको भिजा एप्लिकेसन फर्म हामीले भिएफएसमा बायोमेट्रिक गर्न जाने बेला एउटा भिजा एप्लिकेसन फर्म पनि फिलअप गरेर जानुपर्ने हुन्छ। त्यसको स्याम्पल चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो स्टुडेन्ट भिजाको लागि एप्लिकेसन फर्म हो। यसमा चाहिँ हामीले स्टुडेन्टको नेम अनि स्टुडेन्टको डिटेल्स इन्फर्मेसनहरू सबै इन्फर्मेसनहरू भर्छौँ। अनि लास्टमा चाहिँ हाम्रो यहाँ यदि माइनर हो भने चाहिँ प्यारेन्ट्सको सिग्नेचर गर्नु पर्यो। अनि यदि आफू स्टुडेन्ट चाहिँ माइनर होइन भने चाहिँ आफैले सेल्फ सिग्नेचर गर्नुपर्ने हुन्छ। हाम्रो भिजा चेकलिस्टको 3 नम्बरमा चाहिँ कभरिङ लेटर छ। एज अ नेपाली स्टुडेन्ट हामीले चाहिँ कलकत्ता कन्सुलेटलाई एउटा कभरिङ लेटर लेख्नुपर्ने हुन्छ। हाम्रो 4 नम्बरमा चाहिँ प्रुफ अफ एडमिसन छ। यसको लागि चाहिँ हामीले चाहिँ हाम्रो प्रि इनरोलमेन्ट समरीको डकुमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ। हाम्रो 5 नम्बरमा चाहिँ प्रुफ अफ एजुकेसनल क्वालिफिकेसन छ। यसको लागि चाहिँ हामीले डिओबी गरेका छौँ भने डिओबी राख्छौँ अनि सिमिया गरेको छौँ भने चाहिँ सिमिया राख्छौँ। र हाम्रो सिमियाको स्याम्पल चाहिँ यस्तो हुन्छ। यो हामीले सिमिया एप्लाई गर्छौँ अनि सिमिया इस्यु भएपछि हामीले चाहिँ यो पाउँछौँ। अनि हामीले हाम्रो एजुकेसनल सर्टिफिकेटहरू सबै हामीले एटेस्टेसन गरेर भिएफएसमा बुझाउनु पर्ने हुन्छ। एटेस्टेसन गर्दा चाहिँ हामीले हाम्रो एकाडेमिकको फाइनल एसईको अनि +2 को मास्टरको लागि हो भने चाहिँ ब्याचलरको डकुमेन्टहरू यसरी सम्बन्धित निकायमा गएर स्ट्याम्प लगाएर भिएफएसमा बुझाउनु पर्ने हुन्छ। हाम्रो 6 नम्बरमा चाहिँ फाइनेन्सियल डकुमेन्टहरूको बारेमा लेखेको छ। हाम्रो स्पोन्सरको एकाउन्टमा मिनिमम 6,947 युरो 1 वर्षको लागि देखाउनु पर्ने हुन्छ। यदि हजुर मास्टरको लागि एप्लाई गर्दै हुनुहुन्छ भने यो एमाउन्ट इन्टु 2 गर्ने। यदि हजुर ब्याचलरको लागि एप्लाई गर्दै हुनुहुन्छ भने 6,947 इन्टु 3 इयर्स इन्टु 3 गरेर हजुरको स्पोन्सरको ब्याङ्क एकाउन्टमा देखिनु पर्यो। कुनै पनि कमर्सियल ब्याङ्कबाट स्पोन्सरको स्टेटमेन्ट 6 महिनाको स्टेटमेन्ट निकालेर अनि ब्याङ्कले स्ट्याम्प र सिग्नेचर गरेपछि त्योवाला चाहिँ हामीले भिएफएसमा गएर बुझाउँछौँ। अरू हामीले बुझाउनु पर्ने भनेको स्पोन्सरको इन्कमको डकुमेन्ट। यदि बिजनेस छ भने बिजनेस एक्टिभिटीको प्रुफ देखाउनु पर्यो। इन्कमको डकुमेन्टको हाम्रो स्याम्पल चाहिँ यस्तो हुन्छ। एउटा हामी इन्कम सोर्स भेरिफिकेसन भनेर ओडाबाट बनाउँछौँ। त्यसबाट हजुरको के इन्कम छ त्यो सबै राखेर टोटल एमाउन्टमा अनि युरोमा पनि देखाउनु पर्ने हुन्छ। अब हाम्रो यो एप्लिकेन्टको चाहिँ इन्कम भनेको एउटा स्यालेरी इन्कम छ। त्यसपछि हाम्रो यहाँ प्रोभिडेन्ट फन्डमा सेभिङ भनेर देखाएको छ। अर्को चाहिँ सिआइटीमा सेभिङ भनेर एमाउन्ट देखेको छ। हजुरको स्यालेरी इन्कम छ भने कम्पनीको लेटर प्याडमा यसरी पर मन्थ स्यालेरी कति हो अनि यो वर्षमा त्यो इम्प्लोइले कति स्यालेरी लग्यो भनेर टोटल स्यालेरी देखाइन्छ। त्यसपछि त्यो टोटल एमाउन्टलाई युरोमा कन्भर्ट गरेर हामी डकुमेन्ट बनाउँछौँ। एप्लिकेन्टको स्पोन्सरले इम्प्लोइ प्रोभिडेन्ट फन्डमा पनि कन्ट्रिब्युट गरिरहेछ भने त्यसरी हामीले इम्प्लोइ प्रोभिडेन्ट फन्डको एउटा डकुमेन्ट अफिसियल डकुमेन्ट बनाउँछौँ। त्यसपछि एप्लिकेन्टको स्पोन्सरले सिआइटीमा पनि कन्ट्रिब्युट गरिरहनु भएको छ भनेर हामीले माथि इन्कम सर्टिफिकेटमा देखायौँ भने सिआइटीको स्टेटमेन्ट पनि अहिलेसम्म कति कन्ट्रिब्युट भएको छ भनेर अफिसियल स्टेटमेन्ट हामीले यसरी निकालेर भिएफएसमा बुझाउनु पर्ने हुन्छ। अरू डकुमेन्ट भनेको यो रिलेसनसिप भेरिफिकेसन डकुमेन्ट हो। त्यो चाहिँ हामीले वडाबाट बनाउँदाखेरि यस्तो बनेको हुन्छ।
अर्को हामीले एड्रेस भेरिफिकेसन पनि बनाउनु पर्ने हुन्छ। हाम्रो 7 नम्बरमा मेडिकल इन्सुरेन्सको बारेमा पोइन्ट छ। स्टुडेन्टले कम्पलसरी 30,000 युरोको इन्सुरेन्स गरेको हुनुपर्ने छ। इन्सुरेन्सको स्याम्पल चाहिँ यस्तो छ। यसमा चाहिँ कति एमाउन्टको इन्सुरेन्स गरिएको हो सबै इन्फर्मेसन लेखिएको हुन्छ। सबै डकुमेन्ट सबमिट गर्ने बेला स्टुडेन्टले एयर टिकट, वान वे एयर टिकट पनि बनाएर भिएफएस जानुपर्ने हुन्छ। एज अ स्टुडेन्ट हामी इटलीमा ल्यान्डिङ गरेपछि हामी कहाँ बस्छौँ भनेर एकोमोडेसनको प्रुफ पनि हामीले सबै डकुमेन्ट बुझाउने बेला बुझाउनु पर्ने हुन्छ।